र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननीयज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो एकदम सेन्सिटिभ विषय हो। यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन सम्झाउँदाखेरि तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त? तपाईँलाई मनमा शान्ति हुन्छ होला त? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई चाहिँ अबका हाम्रो प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, माननीय मन्त्रीज्यू यो के भइरहेछ कसो छ भनेर सोद्धाखेरि पनि फरक पर्दैन। यसको उत्तर मसँग छ, तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पीडामाथि चाहिँ मलम लाउनुको साटो चाहिँ बारम्बार यहाँ सदनमा बसेर चाहिँ उहाँको छोरीको सम्झनालाई कोटाइराख्न चाहिँ मेरो नैतिकताले चाहिँ दिँदैन। राम्रोसित उत्तर दिन सक्दिनँ होला, तर हजुरले एकछिनपछि मलाई सोद्धाखेरि म यसको बारेमा विस्तृत जानकारी दिन सक्छु। सबै माननीयज्यूहरूलाई रिक्वेस्ट गरेँ चाहिँ हजुर।